हेभनली वाइड भएर मलाई चाहिँ यो मोमो चाहिँ हाम्रो के फ्रोजन हो त्यहाँ पनि हेरौँ त हाउसिङ के अरे पनि भित्रको पोर्क भर्जनमा कस्तो छ म थाहा छैन हजुर हामी बनाउँछौँ अनि त्यही हप्तामा 2 जस्तो हाम्रो आएको सोबरदनको यो किमा लेट्स ट्राई यहाँको चाहिँ आटाको रहेछ 300 रुपियाँ जाउला खेलको भनी मोडलमा आइपुगेछ होइन अलराइट गाइज व्हाट्स अप वेलकम टु द च्यानल यो च्यानलमा चाहिँ मेरो सेकेन्ड एपिसोड हो सो आजको चाहिँ एपिसोडमा 2 ठाउँमा जाने प्लानिङ छ तर एक ठाउँ त स्योर गइन्छ द्याट प्लेस अघि मैले भनिहालेँ जापानिज ट्याकोयाकी सोलो यो चाहिँ हो भनी मण्डलको बास्केटबल कोर्ट हामी जाँदैछौँ यतातिर लोकेसन एकदम सजिलो छ है गाइज लेट्स गो अब यहाँबाट चाहिँ अराउन्ड 50 मिटर्स हिँडिसकेपछि लेफ्ट टर्न गर्ने बाटो छ है अझ राम्रोसँग हेर्नु पऱ्यो नि यहाँ एउटा बुटिक स्टोर पनि छ एउटा बुटिक पनि छ यहाँ हो यो यसको चाहिँ इन्टरनल यहाँ जाने हो यहाँ आएपछि हामी आइपुग्यौँ टाकोयाकी सोलो सो दिस इज द प्लेस वी आर गोइङ इनसाइड ल जाऊँ राइट जहाँ म अहिले उभिएको छु दिस प्लेस इज नोन एज जापानिज टाकोयाकी सोलो फुडहरू यहाँ सबै अभाइलेबल छ स्पेसली द स्ट्रिट फुड एक्सप्लोर गर्न मन भएको भएर धेरै ठाउँमा खोजेपछि यो ठाउँ सबभन्दा हाइलाइटेड भयो सो द्याट्स वाइ आइ एम हियर एट दिस प्लेस र स्पेसली रेकमेन्डेसन बाई द अनर हरसेल्फ उहाँले चाहिँ रेकमेन्डेसन दिनुहुन्छ र त्यो अनुसार विल जस्ट फ्लो विथ द फुड होइन उहाँले जे भन्नुहुन्छ त्यो अनुसार हामी जाँदैछौँ सो अब सुरु गरौँ है त ल जाऊँ अलराइट गाइस मैले यहाँ 3टा फुड आइटम मगाएको छु एउटा चाहिँ सबभन्दा हाइली रेकमेन्डेड टाकोयाकी सेकेन्डमा चाहिँ ओमिसुबा र थर्डमा चाहिँ मैले मगाएको चाहिँ सोबरोदोन जापानिज स्ट्रिट फुड कस्तो हुन्छ भन्ने कुरा नयाँ एक्सपिरियन्स हुन्छ आइदर इट्स गन मेक इट अर इट्स गन ब्रेक इट आई डोन्ट नो यो चाहिँ अब खाएपछि थाहा हुन्छ हेलो मेरो नाम चाहिँ मुमिन म चाहिँ यो टाकोयाकी सोलोमा टाकोयाकी बनाउँछु अनि यो अहिले हामीले बनाइरहेको चाहिँ टाकोयाकी हो अक्टोपसमा यसमा चाहिँ हामीले यो मैदाको ब्याटरबाट बनाउँछौँ अनि यसमा बन्दा राख्छ तेलकासु राख्छ अनि अक्टोपसको मासु राख्छ अनि यो मोल्डेड प्यान भएको भएर चाहिँ यो ब्याटर पाक्दै गर्दाखेरि यो गोलो सेपमा बन्दै आउँछ noodles यसले चाहिँ अलिकति क्रन्ची टेक्सचर दिन्छ नुडल्स खाँदाखेरि त्यो अलिक मजाक हुन्छ यो टाकोयाकी सस फर्स्ट यसमा पनि सँगै गरिदिन्छ है यो हाम्रो आएको सोबरोदोनको यो किमा चिकनको किमा हामीले पकाएको थियौँ अघि न त्यो हो यो राइसमाथि यसरी राख्दिने यो चाहिँ अन्डा सो गाइज आम गन स्टार्टिङ विथ एनिथिङ म चाहिँ यहाँ कुनै आई हेभ नो आइडिया फर्स्ट अफ अल चाहिँ दिस थिङ इज नोन एज सोबरोदोन यो चाहिँ तपाईँको 2टा भर्जनमा छ एउटा चाहिँ पोर्क भर्जनमा अर्को चिकन भर्जनमा यहाँ चाहिँ आज चिकन भर्जनमा ट्राई गर्ने भनेर मैले त्यो भनेको थिएँ उहाँलाई सो दे वर भेरी ह्याप्पी टु मेक दिस सो भेरी मच थ्याङ्क यू फर देम अनि अर्को चाहिँ यो अक्टोपस सो यसको नाम चाहिँ टाकोयाकी हो यसमा चाहिँ बेसिकली चाहिँ तपाईँको चाहिँ भित्र अक्टोपसको फिलिङ्सहरू हुन्छ र हल्का फुल्का चाहिँ ब्याटर्सहरू ढाएर चाहिँ अलिकति क्रिस्पीहरू देखिन्छ यो चाहिँ तपाईँको चाहिँ ओमुसुबा हो यसमा चाहिँ तपाईँको चाहिँ ऊ पनि रहेछ के भन्छ ससेजहरू पनि छ फ्राइड नुडल्स हो ऱ्याप्ड विथ अमलेट हो यो चाहिँ होइन बेसिकली अनि भित्र चाहिँ तपाईँको चाहिँ ऊ राखेको छ क्या ससेजहरू राख्नुभएको छ र
र सबभन्दा मेन एक्साइटेड भनेको चाहिँ यसो डेकोरेसन वाइज हरेक वाइज हेर्दाखेरि हुन्छ सबैको एउटै हो यो चाहिँ हो सो यसको नाम चाहिँ सोबरोदन हो अघि मैले भनिहालेँ मिक्स्डसँग चाहिँ रिलेटेड हो यो चाहिँ किमासँग हो चिकन किमासँग रिलेटेड भएको भएर पोर्कमा पनि पाइन्छ यो प्राइसेसहरू म एकछिनमा लेखिदिउँला अनि यो चाहिँ तपाईँको मिसो सुप है ओके सो मिसो सुप हल्का टिल्ट गर्दाखेरि अलिक नदेखिने अवस्था अहिले म तपाईँलाई यसको देखाइदिउँला राइट आम गोना स्टार्ट विथ दिस है त ल सुरु गरौँ ताकोयाकी लेट्स ट्राई वाओ टोटली त्यो क्याबेज त्यो म्यायो त्यो क्रिस्पी स्किन त्यो ब्याटर कस्तो दामी वाओ टोटली पुग्दैन चाहिँ यार स्पेसली द क्रिस्पीनेस लुक एट दिस यार फाइनली क्रिस्पी कि होइन अति दामी यार वाओ फर्स्ट बाइट इज लाइक हेभनली बाइट भएर मलाई चाहिँ ताकोयाकी अति दामी लाग्यो मलाई चाहिँ बेस्ट लाग्यो स्पेसली त्यो क्याबेजको जुन भित्रको ब्याटर छ त्यसले अझ बढी फ्लेभर दिएको छ अक्टोपस पनि छ यसमा आई हेभ नट ट्राइड अक्टोपस बिफोर चाहिँ मैले ट्राई गरेको छैन तर हल्का हल्का कता कता चाहिँ कस्तो कस्तो आई हेभ नो आइडिया है तर कहाँ मिक्स भयो थाहा छैन तर बबाल मिठो छ देयर नो क्लु इट्स सो गुड बबाल मिठो रहेछ बबाल मिठो रहेछ सोबरोदन आइम गोना ट्राई दिस यसको छेउमा चाहिँ मिसो सुप पनि छ आई हेभ हर्ड अबाउट दिस मिसो सुप सो मेनी टाइम्स बट आई हेभन ट्राई दिस यतिको नि फर्स्टमा ट्राई गरौँ है यसको आइडिया चाहिँ मलाई केही थाहा छैन है ओके आई हेभ नो आइडिया अझ पनि आई क्यानट फिगर आउट द टेस्ट मिसो सुपको बट आइम गोना ट्राई दिस सोबरोदन ओके मिक्स गरौँ यसको अन्डर चाहिँ राइस पनि छ है राइस छ अनि अन्डा भयो अनि किमा जस्तो अघि मैले भने पोर्कसँग चाहिँ रिलेटेड छ खास यो तर आज चिकन भर्जनमा हो त्यही पनि ट्राई गरौँ कस्तो हुँदो रहेछ है सो लेट्स ट्राई दिस आई विल मिक्स अप फर्स्ट यो सबै है अब यो ट्राई गरौँ यो चाहिँ यतिको ट्राई गरौँ गाइज है सो मिसो सुपको चाहिँ अहिले म एकचोटि फेरि ट्राई गर्छु मिसो सुपसँग के गरेँ मैले दामी रहेछ चाहिँ बुझ्यो भात चाहिँ स्टिकी छ है स्टिकी राइस हो वाओ let me try with the miso soup है एक्चुअली सोयाबिनको चाहिँ पेस्ट हो कि यो चाहिँ मिसो सुप भनेको फर्मिनेट भएको भएर चाहिँ हल्का लाइक फर्मिनेट चिजहरू अलिकति कसैलाई राम्रो लाग्छ कसैलाई राम्रो लाग्दैन तर मलाई चाहिँ ठिकै छ मलाई चाहिँ त्यस्तो खासै वाव चाहिँ होइन मिसो सुप चाहिँ ठिकै लाग्यो मलाई चाहिँ दिस इज वे गुड यार सबसे बवाल दामी छ ताकोयाकी यो बब्बाल दामी लाग्यो पोर्क भर्जनमा कस्तो छ मलाई थाहा छैन तर मलाई यो चिकन भर्जन चाहिँ एकदम दामी लाग्छ अति दामी लाग्यो यसमा कुनै केही पिरो स्पाइसेसहरू केही पनि होइन वी डोन्ट निड एक्चुअली फेरि स्पाइसेस मसलाहरू हाल्नु थाल्यो भने नेपाली स्टाइल अलिकति इन्डियन स्टाइलमा जान्छ सो जस्तो खाना छ त्यस्तै नै खानुपर्ने हुन्छ क्या किनभने त्यसको टेस्ट फ्लेभर भनेको त्यसरी मात्रै थाहा हुन्छ होइन भने यु विल नट गेट समथिङ न्यू अल भयो फेरि त्यही ब्याक टु द सेम अदुवा मसला त्योहरू जान्छ यिनीहरूमा त्यस्तो धेरै केही पनि छैन स्ट्रिट फुड जापानमा यस्तो पाउँछ भने चाहिँ अरू जापानिजको भेराइटिजहरू पनि कति धेरै हुन्छ नि त त्यो कस्तो हुने होला क्या आइम जस्ट इमेजिनिङ त्यति मात्रै हो सो ओमुसोबा लेट्स ट्राई दिस यसकोमा चाहिँ एउटा कुरा यो जुन पिङ्क कलरको छ यो जिन्जर हो यो चाहिँ तपाईँको त्यो के भन्छ पनि फर्मेन्टेड जिन्जर हो यो चाहिँ होइन अनि यसमा चाहिँ ससेसहरू छँदैछ यो चाहिँ अब यही ससेस चाहिँ हल्का फुल्का या क्यान सी हियर गाइज ओके लेट्स ब्रेक अ पार्ट सो हियर इज द ओमुसोबा लेट्स ट्राई ससेस एकदम राम्रो छ है फर्स्ट अफ अल अनि अर्को कुरा यो चाहिँ अलिक क्रिस्पी छ कि
क्रिस्पी एज इन त्यो तपाईँको यो नुडल्सहरू मजाले फ्राई गर्दाखेरिको त्यो क्रिस्पीनेस मजाले फिल हुन्छ। यसमा चाहिँ कात्सु पाउडर युज गर्नु भएको रहेछ। कात्सु भनेको ड्राइड फिस पाउडर विथ सम टाकोयाकी सस एन्ड मेयोनेज सस, जसले एउटा डिफ्रेन्ट टाइप अफ टेस्ट विच इज न्यू टु मी र एगसँग नुडल्ससँग र बाँकी इन्ग्रिडियन्ट्सहरूसँग मिक्स गर्दाखेरि द फ्लेभर इज अमेजिङ। Amazed, and if you haven't tried this place, come do visit this place. This place is worth giving a try. म चाहिँ तीनटै खानेकुरामा 100% आउट अफ 100 फुल्ली सेटिस्फाइड छु म चाहिँ। ल यति हो मैले भन्ने। थ्याङ्क यू सो मच दाइ आज आइदिनु भएकोमा, अनि हाम्रो खानेकुरा पनि धेरै मन पराइदिनु भयो, धेरै धेरै धन्यवाद। अनि हजुरहरूलाई पनि हाम्रो खानेकुरा मन पर्न सक्छ, त्यसैले ट्राई गर्न आउनुहोला। हाम्रो चाहिँ यो भनिमण्डलमा छ ललितपुरमा, जलाखेल ललितपुरमा, अनि आउनुहोला। कन्ट्याक्ट गर्न सक्नुहुन्छ हामीलाई, नम्बर चाहिँ 9813301176। यसमा कि हाम्रो जापानिज फुड ताकोयाकी सोलो भन्ने इन्स्टाग्राममा पनि मेसेज गर्नुभयो हुन्छ, गुगल म्यापमा पनि हाम्रो लोकेसन छ, हेरेर आइदिनु होला। अलराइट गाइज, म चाहिँ यहाँ अहिले एक्ज्याक्टली यो के ठाउँ, यो उताबाट अघि हामी भन्नेमुण्डल चोकबाट चाहिँ यता यो जलाखेल जाने चोकमा जाने बाटोतिर छ है। अहिले चाहिँ म एक्ज्याक्टली यतातिर छु र यहाँ चाहिँ मैले चाहिँ युरोपियन बेकरी पनि भेटेँ, त्यही भएर म यहाँ रोकेको बाइक उतिर राखेको छु मैले। यहाँभित्र चाहिँ तपाईँको चाहिँ ठ्याक्क तपाईँको कस्तो छ भने चाहिँ अहिले म देखाउँछु, तर यहाँ बसेर चाहिँ तपाईँले टक्क चिया गफ खाने ठाउँ चाहिँ अलिक नमिल्दो रहेछ क्या। उहाँले भनेको अनुसार यहाँ देख्न नि देखेन, स्पेस पनि त्यति छैन अरे। एज यु गाइज अल नो, सबैलाई थाहा छ युरोपियन बेकरीको कुकिज चाहिँ कतिको मिठो हुन्छ भन्ने कुरा, स्पेसली डोनट हो। तर डोनट चाहिँ आजको छैन अरे है, त्यसले गर्दा अलिक बोर भयो। कफी त खान जानै पर्छ, उति अगाडि जाने हो कफी खानलाई। कुकिज लिने प्लानिङ छ, सो गएर अब हामी यसो भित्र छिटो जाऊँ। मलाई कुकिज चाहिँ यसमा चाहिँ ब्ल्याक वान यो चाहिँ हो, यसको 150 हो। र अनि तपाईँको मैले लिन खोजेको यो क्या हो, यो दुइटा चाहिँ टक्क 150 यो दुइटा चाहिँ टक्क यहाँ राखिदिन्छु, 300 रुपिस। हेलो, सो यहाँ तिनवटा कुरा लिएको छ मैले, सो तिनवटाको एउटै रेट हो कि फेरि, र 150 यो चाहिँ तपाईँको युरोपियन बेकरीबाट चाहिँ बटरफ्लाई है, यसो चियासँग खान चाहिँ मजा आउँछ यो एउटा। अनि अर्को चाहिँ छ तपाईँको यो नो सुगर एडेड कुकिज के, यो चाहिँ युरोपियन बेकरी, यो पनि तपाईँको 150। र यो एउटा लास्ट, यो चाहिँ मलाई चाहिँ मिक्स फ्रुट कुकिज, यो चाहिँ अलिकति ट्राई गरौँ न यो कस्तो हुँदो रहेछ होइन। यो पनि यो तिनवटा चाहिँ लिएर जाँदैछु म। सो लेट्स गो गाइस, पेमेन्ट टक्क भइसक्यो। अब जाऊँ यहाँबाट। अब त्यो एक्वेरियममा चाहिँ आज चाहिँ यसो एक्सप्लोर गर्ने विचार थियो, पानी परिरहेछ है, हेरौँ त्यहाँ जाँदाखेरि के हुन्छ। लाइक तिन चारवटा खानेकुरा तिनवटा लिए खानेकुरा, अब हेरौँ कतिको वर्थ इट छ, विल फाइन्ड आउट। तर अब यहाँ कफी खाने ठाउँ छ क्या यतातिर, पहिला कफी खान जाऊँ यार, अनि एक्वेरियमहरू पछि पनि जाऊँ ल, हेरौँ। अब यहाँ कोरियन बारबिक्यू पनि रहेछ, यहाँ चाहिँ अलि पछि आउँछु म। यहाँ चाहिँ म फुड रिभ्यू गर्न फुल आउने नै हो, यहाँ चाहिँ कोरियन बारबिक्यूमा। यहाँ माथि छ है, तपाईँ देख्नुहुन्छ यहाँ चाहिँ कुनै दिन आउँछु म, चाँडै नै आउँछु यहाँ। तपाईँहरूले रिक्वेस्ट गरेर मात्रै है, फेरि अब त्यतिको आएर पनि काम छैन। तपाईँहरू पनि यसो भन्नु होला है कमेन्ट सेक्सनमा, के गर्दा कस्तो हुन्छ, तपाईँलाई कस्तो खालको कन्टेन्ट मनपर्छ भन्नु होला। युजली त मैले गरिरहेको हुन्छ होइन, तर कोरियन आई हेभन्ट ट्राइड। आज जापानिज पनि ट्राई गऱ्यो, मेबी 2-3वटा एपिसोड पछि चाहिँ कोरियन पनि ट्राई गर्छु होला, हेरौँ। तर तपाईँहरू रेकमेन्ड गर्नु है फेरि त्यसको लागि चाहिँ। अनि बाइ द वे तपाईँहरू कहाँबाट कताबाट हेर्दै हुनुहुन्छ त्यो पनि यसो तलतिर लेख्नु, अलि हल्का फुल्का माया सायद पनि देखाइदिनु। फुड कफी हुने भन्नु छ, लेट्स गो इनसाइड। यहीँ जाऊँ न त। यहाँ चाहिँ यो ठाउँ चाहिँ कफी र फ्रुट रहेछ क्या, के त फ्रुटको जुसेसहरू पाउने ठाउँ रहेछ क्या। खास त हेल्दीको लागि हामीले जुस खानुपर्ने हो। कफीको आजभोलि अलिकति कफी एडिक्ट भइरहेको छ कि, म एडिक्ट चाहिँ नभनौँ, हल्का फुल्का कफी चाहिँ भइरहेको छ क्या। र चियर्स गाइज, कफी आइपुग्यो। अनरले मलाई एउटा इन्फर्मेसन के दिनुभयो भने चाहिँ यहाँको चाहिँ झोल मोमो वान अफ द बेस्ट हो अरे, र ग्लुटेन फ्री। अरूमा चाहिँ मैदाको हुन्छ नि त बाहिरको आउटर स्किन, यहाँको चाहिँ आटाको रहेछ। र आज ट्राई गरौँ न कसो हो, नयाँ नयाँ खानेकुरा एक्सप्लोर गर्ने त हो नि होइन। सो द्याट्स वाइ आइएम जस्ट ट्राइङ टु एक्सप्लोर हियर। र मैले चाहिँ अर्डर दिइसकेँ र इट्स गन कस्ट यु 325 रुपिस पर प्लेटको, 325। यो मोमो चाहिँ हाम्रो के फ्रोजन हो? हजुर, हामी बनाउँछौँ, अनि त्यही हप्तामा 2-4 दिन जस्तो। ए यो हप्तामा, गरिन्छ। ए यो चाहिँ तपाईँको मेन आटाको भन्नुभएको यही हो? ओके ओके, ल ठिक छ। सुपको लागि यहाँ रेडी हो क्या हो? हजुर। ए सुप चाहिँ यहाँ रेडी हुँदैछ। अलराइट,
यत्रो मोमो खाइ होइन यति ठाउँमा मैले रिसर्च गरिसकेँ कि लाइक आई हेभ नट फाउन्ड अहिलेसम्म चाहिँ आँटाको चाहिँ मोमो मैले अहिलेसम्म ट्राई गरेको छैन। त बाहिरको हाउसिङ मात्रै फेरेको त हो नि भन्नु होला तपाईँले। त्यहाँ पनि हेरौँ न त हाउसिङ के अरे पनि भित्रको जुन किमा छ त्यो छ हरेक कुराहरू हामीले टेस्ट गर्न पाउँछौँ। प्यान स्टिर फ्राई हो। So let's try the momo है त सुरु गरौँ। राइट सो दिस इज द मोमो। माथिबाट चाहिँ टक्क तपाईँको ब्ल्याक सेसेमी सिड हाल्नु भएको छ। लेट्स ट्राई। स्वाद त फरकै छ यार। वाव वाव मिठो छ यार। आँटा पहिलोचोटि ट्राई गरेको हो। लाइक दिस आँटा इज भेरी मच के भन्ने मासु पनि सफ्ट छ, मसला हल्का फुल्का छ, जिन्जरको र गार्लिकको हल्का फुल्का टेस्ट आइरहेछ र यसको झोल पनि एकदम राम्रो छ है। झोलको सेसेमी सिडै अफकोर्स, तर माथिबाट चाहिँ स्प्रिङ्कल गर्दाखेरि चाहिँ डेकोरेसनको लागि ब्ल्याक दिनुभएको छ। एकदम राम्रो, त्यसले पनि टेस्ट राम्रो आएको छ है। सो अर्को एउटा कुरा चाहिँ मैले जुन खाइरहेको यो मोमो छ नि, यो चाहिँ दिस इज नट बफ है, चिकन हो। मिठो सर, मलाई त मिठो लाग्यो। युजली आई डोन्ट ट्राई चिकन। उसैमाथि तपाईँको आँटाको हाउसिङ कभर भनौँ न चाहिँ के भने त्यही हो, त्यस्तै बुझ्नु कुरा बुझिहाल्नुहुन्छ। र युनिक टेस्ट चाहिँ फुल्ली चाहिँ नहोला, तर ऱ्यान्डम टेस्ट चाहिँ हो। लाइक इट इज अलि बिट स्पार्कलिङ छ क्या, हल्का हुन्छ नि, एउटा नयाँ नौलो खाए जस्तो फिल चाहिँ भइरहेछ मलाई चाहिँ है अहिले चाहिँ। सो यस्तो छ। तपाईँलाई म यहाँको भित्रको यो चिकन हो, यहाँ चाहिँ बफ सप चाहिँ गर्नुहुन्न उहाँहरूले, यो खोलेरै देखाइदिन्छु म है। यस्तो छ। सो यु क्यान सी गाइज है, यहाँ हेर्नु सक्नुहुन्छ यस्तो छ है। सो मलाई चाहिँ मिठो लाग्यो, राम्रो छ। र अर्को एउटा ड्रिङ्क्स पनि ल्याउनु भएको छ उहाँले चाहिँ। यो के हो? हजुर प्लेन जुस हो। यसमा चाहिँ एप्पल अनि पेयर, कुकुम्बर, ब्ल्याक सल्ट अनि लेमन, ओके, अलिकति जिन्जर। ए मजाले क्लिन गर्छ त। अलराइट अलराइट, थ्याङ्क यू। हस् हस्। क्लिन मी जुस समथिङ लाइक द्याट। एकछिनमा खान्छु किनभने तातो चिसो अलिकति मिक्स हुन्छ कि फेरि मजा आउँदैन। सो पहिला मोमो नै सिद्धाम, तर मलाई चाहिँ मोमो चाहिँ एक्चुअली चाहिँ बफे रेकमेन्ड गर्छु, तर दिस इज नट ब्याड यार। एकचोटि भन्यो भने चाहिँ लाइक चित्त बुझ्दा लाग्यो त्यति भन्छु। र सबै हेल्दी टाइपको छ। अलमोस्ट एन्ड भइसक्यो हामी चाहिँ। र तपाईँहरूलाई चाहिँ प्रतिक्रिया कस्तो छ, के हो कसो हो सबै भन्नु होला, कमेन्ट सेक्सनमा तल लेख्नु होला। यसो आफ्नोपन देखाउनु होला, माया सबै कुरा अब तपाईँले देखाउनु भएको चाहिँ फर्स्ट भिडियोमा। हजुर यो टक्क अब सिद्धाउँछु। अनि आजको लागि यति गर्दै नेक्स्ट भिडियोमा भेटौँ है त गाइज। बाई। यो चाहिँ राखेको कि यो चाहिँ ओमुसोबा। कस्तो कन्फ्युजिङ नाम हो, फर्स्ट टाइम भएर पनि होइन। खासै धेरै देखेको छैन यतातिरको रेस्टुरेन्टहरूमा चाहिँ, तर हुन त होला मैले राम्रोसँग खोजेन होला। तर काचुदन चाहिँ प्रायः जापानिज रेस्टुरेन्टमा चाहिँ भइरहेकै हुन्छ। यहाँ पनि मान्छेहरूले चाहिँ काचुदन पनि एकदमै मन पराउँछ अनि यो सोबोरोदन पनि मन पराउँछ। दुईवटा चाहिँ बराबरै टेस्ट जस्तो, कुन खाने जस्तो। यो ट्राई गर्नु नि तपाईँ आज चाहिँ।